पहिला त्यो डाँडाको घर 5 वटा 6 वटा घर 9 वटा घर थियो। अहिले 2टा मात्र घर देखिएको छ। सबै विस्थापित भइसकेछ बिचारा। यस्तो अनकन्डार जङ्गल। अघि दाउरा बोकेर आउनुभएको बजे तल पुगिसक्नु भयो रहेछ। कति छिटो हिँडेको बिचारा। त्यस्तो अप्ठ्यारो पनि खाली खुट्टै कस्तो हिँड्न सकेको। यो भयारी थान भेडा भनेको त बाख्रा पो रहेछ। कालो कालो रहेछ बाख्राहरू त। ओहो थुप्रै रहेछ त। लड्नु खोजेछ कि के हो? मुनि झ्याङतिर नि बाख्रै बाख्रा छ। बाटैभरि बाख्रा। मुनि ओहो धुलै बुलबुल गरेर हिँडेछ। कता हो? कता हो? ए लोटौला। यहाँ हाम्रो पातली गाउँ पारीको ओलाङ तलको चिबे खोला हाइड्रो प्रोजेक्ट हुँदैछ। त्यो उताको डाँडा गाउँ, त्योभन्दा उतापट्टि हाम्रो गाउँ छ गैरी गाउँ। अहिले गैरी गाउँ जाने हो। लगभग यहाँबाट अघि मलाई आउँदाखेरि 35 मिनट लागेको थियो। अहिले जाँदाखेरि अलिक कम्ती लाग्छ होला सायद। यहाँबाट 3:14 भयो। अब कतिमा पुगिन्छ अहिले हेर्नु पर्ला। बजे बिचारा एक्लै खाली खुट्टै। त्यो बाटो देखेको बाटोबाट आएको म अघि। यो गाडीको बाटो नयाँ बनेको। यहाँबाट त्यही बाटो भएर गाउँ जानु छ। खानेपानीको टङ्की रहेछ। खानेपानी सप्लाईको लागि। गाउँले राम्रो बनाएर रहेछ घरहरू। भूकम्पपछि बनेको घरहरू यिनीहरू। कोही एउटा दुइटा त्यो बाँकी रहेछ घरहरू, नत्र भने त सबै भूकम्पले लगेको रहेछ।